हाम्रो गाडी चाहिँ जान नसकेर यसरी हामीले लिफ्ट मागेर टोयोटाको गाडीमा हामी यसरी जाँदैछौँ। मेरो टिम चाहिँ यहाँ हुनुहुन्छ, एकजना टोयोटाको एकजना दुईजना अनि एकजना चाहिँ यहाँ हुनुहुन्छ भने म चाहिँ यहाँ छु। थ्याङ्क यू। अहिले चाहिँ हामी लिफ्ट मागेर फाइनली गान्द्रुक पुगेको अवस्था। यता फर्केर गराउन यहाँ हाम्रो अवस्था चाहिँ फाइनली यस्तो रहेको छ। यस्तो रहेको छ। अब हामी बुलगारी भेट्यौँला। सानो च्याप्चा क्लिप हेलो एभ्रिवान, आज चाहिँ मेरो टुरको तेस्रो दिन। आज चाहिँ हामी गान्द्रुक भन्ने गाउँमा छौँ। यहाँको नजारा पनि म हजुरहरूलाई देखाइदिन्छु। त्यहाँ रहेको छ माछापुच्छ्रे हिमाल, यता रहेछ धौलागिरी, यता हुनुहुन्छ मेरो परमेश्वर अनि त्यसपछि यता हुनुहुन्छ दिचु, यता हुनुहुन्छ दाजु। हामी बसेको चाहिँ होमस्टे चाहिँ यस्तो रहेको छ अनि गाउँ रहेको छ यस्तो। नमस्कार, अहिले हामी कास्की जिल्लाको पोखरादेखि लगभग 50 किलोमिटर माथि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर 11 धान्द्रुक भन्ने ठाउँमा करण अर्जुन होटेलमा हिजो साँझ आइपुगेका छौँ। अत्यन्त सुन्दर अनि रोमाञ्चक ठाउँ रहेछ। यो माथिको अन्नपूर्ण हिमाल रहेछ, त्यसपछि अलि अन्नपूर्णभन्दा उतापट्टि गङ्गपूर्ण हिमाल हो। गङ्गपूर्ण हिमालभन्दा अलि पारिपट्टिको त्यो हिमाल चाहिँ हिमचुली हिमाल हो र त्यो पारि माछापुच्छ्रे हिमाल हो। चारवटा हिमालको काखमा चपक्क बसेका छौँ अहिले हामी। अहिले हामी नमस्कार, अहिले हामी चिसो तातो चियामा चिसो ठाउँ छौँ। अहिले चाहिँ हामी नास्ता खाँदैछौँ बिहानको यसरी बसेर। तर यस्तो त के यो गाना के बनाउने त यसमा अलिकति त लफाङ्ग तरिकाले हिँड्नुपर्छ क्या पागल। तिमीले कति कप चिया? यो करण गुरुङ ब्रेडको साथमा करण अर्जुनमा एक टिकटकै बनाउ न त भन्छ। अहिले हामी करण अर्जुन होटल यो धान्द्रुकमा यो गुरुङ ब्रेड रोटी अनि लोकल अन्डा अनि खाजाको तयारीमा छौँ। यो खाजाहरू खाइसकेपछि फ्रेस भइसकेपछि हामी अलि बेस्ट भइसक्यो अनि मुस्ताङ जाने तयारीमा छौँ। यहाँहरू सबैलाई यो स्वर्गीय ठाउँमा निमन्त्रणा गर्छु भने यति आनन्द ठाउँमा गएपछि तनावहरूदेखि त चिलिम भइन्छ। धन्यवाद, नमस्ते नमस्ते। थ्याङ्क यू फर वाचिङ। अहिले चाहिँ मैले भोइस ओभर गर्दैछु। यहाँ चाहिँ हामीले थोरै 1-1.5 घन्टा जति चाहिँ टिकटकहरू ट्रेन्डिङमा होइन गान्तोक गएपछि के बनाउनु त्यो बनाइरहेको छौँ। हेलो, यहाँ पनि मैले फेरि भोइस ओभर गरेँ। हामी चाहिँ हाम्रो सानो कार लिएर गएको थियौँ नि त, अनि गान्तोकको बाटोमा चाहिँ नहुँदो रहेछ, त्यही भएर फेरि लिफ्ट। ब्यारेक ल्याएर यो सुन्दर दृश्यहरूमा हामी यस्तो ठाउँमा आएका छौँ जहाँ हामीले पाउडर हाल्नु पर्दैन। फ्रीमा पाउडर पाइन्छ, नेपालको पाउडर पाइन्छ हो। माथि निगाला हेरौँ त, सुन्दर निगाला भन्छ, निगाला
लागिहाल्छ नि। पहिला त धारा बनाएर जानु पर्यो। यहाँ चाहिँ तातो पानी भन्ने ठाउँ हो। यो तातो पानी भन्ने ठाउँमा चाहिँ हामी एक रात बसेर बिहान बिहान चिसोमा पुरा फेस नै सुनाएर हामी चाहिँ अहिले जमसुमको यात्रातिर हिँडिरहेका छौँ। यहाँ पनि मैले भोइस ओभर नै गरेको, हेर्दै गर्नु होला। भोइस ब्याक गरौँ हेर्नुमा त फोन भएको यसलाई फोन गर्न चाहेको कि यो हामी मैले एयरपोर्ट गुड मर्निङ म्याग्दी। हेलो एभ्रिवान। हिजो चाहिँ हामी म्याग्दी गाउँमा बसेर म्याग्दीको तातो पानी भन्ने ठाउँबाट आज चाहिँ हामी जमसुमको यात्रामा गइरहेका छौँ। बिहान बिहान उठेर तातो पानीमा नुहाइधुवाइ गरेर जति माथि माथि चढ्दै गयो त्यति जाडो जाडो पनि हुँदै गइरहेको छ। यता चाहिँ यता चाहिँ पहाड रहेको छ भने यता चाहिँ खोला रहेको छ। माथि चाहिँ हिमचुटी रहेको छ भने अहिले चाहिँ देखेको छैन, बिस्तारै देखाउँदै गर्छु, हेर्दै गर्नु होला। टिपिकल यसो जस्तो अहिले चाहिँ हामी रूप्से झरनामा आइसकेका छौँ। यहाँ रहेको छ रूप्से झरना, रूप्से वाटरफल। यहाँ हाम्रो दाजु हैसिन्छ, यहाँ चाहिँ मेरो बुढा हैसिन्छ। खै यता आइस। अब चाहिँ हामी जमसुम जम्मा 39 किलोमिटर छौँ। घाँसा भन्ने ठाउँ चाहिँ 6 किलोमिटर र रूप्से झरना छ यहाँ रहेको छ। हामी चाहिँ गाडी यता पार्किङ गरेर जाँदैछौँ। ल जाउँ। रूप्से झरनाको बजार चाहिँ यस्तो रहेको छ। तल कालीगण्डकी रिभर, कालीगण्डकी त हो, कालीगण्डकी रिभर तल यसरी बगिरहेको छ।